ल हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। फाइनली गाइज हाम्रो यहाँ एकदम यसपालि बैगुन पनि अलिअलि मैले खानलाई फलाएको थिएँ। यहाँ यस्तो छ, बैगुन यस्तो फलेको छ। अब एउटाले आधी केजी त्यस्तै हुन्छ। यो बैगुनको जात पनि साह्रै राम्रो। मैले थोरै यसपालि नभ्याएर थोरै रोपेको छु यो बैगुन। यो चप बनाएर साह्रै मिठो हुन्छ। अनि हाम्रो बारीमा यो अर्ग्यानिक बैगुन र अर्ग्यानिक साग तरकारी, आलु फाइनली सबै थोक यहाँ हामी रोपिराखेको छौँ। र हाम्रो तरकारी पनि हामी घरकै बोडी भयो, बोडीको सब्जी खानलाई पनि अलिअलि बेच्नलाई पनि हुन्छ। हामी खेती किसानी मान्छे, हामीलाई सबै थोक गर्नुपर्छ अर्ग्यानिक खानलाई। यो विषादी मुक्तको लागि आफैले उत्पादन गरेर आफै खाने गरिया छौँ हामी बैगुन। र यत्रो खान नसकेर यो बेच्नको लागि पनि म बैगुन आज टिपिराखेको छु। यो डल्ले खालको बैगुन चाहिँ साह्रै मिठो हुन्छ। त्यसको चटनी र त्यसको बेसनमा चप पनि साह्रै मिठो हुन्छ। यो खास गरी हाम्रो राजवंशी समुदायमा चाहिँ बढी रुचाउने खालको यो बैगुन हो। अनि यो बैगुनलाई चाहिँ केही डिएपी युरिया नहालिकन, विषादी नहालिकन, अनि कीटनाशक अलिअलि हालेर मात्रै यो बैगुन फलाएको छौँ। यो अहिले व्यापारी आउनुहुन्छ, व्यापारीलाई चाहिँ दिनुपर्छ, यत्रो खान सकिँदैन। तर यसपालि बैगुनको बोटमा फलाइ पनि कम्ती छ। बजारमा पनि यो बैगुनको उत्पादन अलिक कम्ती नै छ यसपालि। धेरैले भनिराख्नु भएको छ यसपालि बजारमा बैगुनै आउँदैन। अलिअलि मैले खानलाई यहाँ फलाएको छु बैगुन। अब आज फाइनली हाम्रो राजगढ बजार हो। मङ्गलबारको दिन यो व्यापारी आउँछ। यो व्यापारीलाई हरेक कुरा अर्ग्यानिक छ। यो हाम्रो कृषि फर्म हो, छगबिन्द्र एग्रोटेक एन्ड टुरिज्म। हाम्रो माछा पालन पनि छ। यो माछा पालन साथसाथ तरकारी खेती अलिअलि त्यसको खेती पनि छ। साथै हाम्रो त्यसपछि हाम्रो माछा साथसाथै माछाले पनि यो ग्रास कापहरू पनि यो बैगुनहरू, कुहिएको बैगुन, अलिअलि दाग लागेको बैगुन, चराले खाएको बैगुन सबै हाम्रो माछाले खाँदैछ। यो कुनै चिज हाम्रो वेस्टेज जाँदैनन्, सबै कुरा हाम्रो माछाले खाइरहेको छ। यही एउटा फाइदा छ कृषिमा। र भिडियोमा ठुल्ठुलो छ बैगुन, एकदम ठुल्ठुलो छ। यो अर्ग्यानिक भनेर बिक्छ पनि मजाले भन्नै पर्दैन, एकदम खट्नुपर्छ, लाग्नुपर्छ, हामी मात्रै हुन्छ। कृषि काम अलि गर्दै गर्दा मजा पनि आउँछ। यस्तो मजा आउँछ बाली नाली हेर्दा त के जस्तो भए पनि एकदम आनन्द आउँछ। पैसै ठुलो कुरो होइन, मनको आनन्द पनि लिनुपर्छ कृषि बालीमा। यो फलाएपछि आफूलाई महसुस पनि हुन्छ मैले यो बैगुन फलाएको छु। नभ्याएर बैगुन ठुल्ठुलो भएको छ। अनि यो यहाँ हेर्नु है, चराले खाइदिन्छन् कि यसको उपाय के छ गाइज? साथीहरू अलिकति
कमेन्टमा चाहिँ सल्लाह सुझाव दिनुहोस् यसको उपाय के हो। सबै चराले खाइदिन्छ मेरो बैगुन। यो चराले साह्रै बिताए त। आधी बैगुनै मेरो खाइसकेको छ। यहाँ सिद्ध्याएको छ। पारी रेट 300 रुपियाँ पल्ला रहेछ 5 केजीको। अनि होलसेलमा। अनि खुल्ला किन्न जाँदाखेरि 80 रुपियाँ र 100 रुपियाँ भन्दो रहेछ यो डल्ले खालको बैगुनको रेट। यसपालि राम्रै रेट छ र के गर्नु, यसपालि मैले रोपेन धेरै, रेटै हुँदैन बैगुनको भनेर। तर यसपालि बैगुनको पनि रेट छ, कोपीको पनि छ, अलिअलि कोपी पनि छ। यहाँ देखिरहेछ कोपी, आफ्नै बारीको कोपी रहेछ हाम्रो अर्ग्यानिक बैगुन। अनि